हेलो सरहरू, आज के हो अनि तपाईहरु त सिंहदरबारको गेट अगाडि हुनुहुन्छ त किन आउनु भएको यहाँतिर? विशेष गरेर आज हामी चाहिँ मजदुर दिवसको दिन आज भएको हुनाले गर्दाखेरि असली श्रमजीवी मजदुरहरूको निमित्त चाहिँ हामीले चाहिँ 14 बुँदे ज्ञापन पत्र चाहिँ लिएर चाहिँ श्रम मन्त्रीलाई बुझाउने भन्ने योजनामा चाहिँ आएको थियौँ सर। बुझाउनु भयो त पत्र? आज त बिदाको दिन। आज विशेष कारणले गर्दाखेरि भन्दा पनि समस्या आफैमा रह्यो। मौसमको अलिकति प्रब्लम भयो, त्यसले गर्दाखेरि आज चाहिँ बुझाउने मौका अलिकति मिलेन। के भन्नुभएको थियो नि उहाँहरूले हिजो हामीलाई 10 बजी बोलाउनु भएको थियो। कति बजी आइपुग्नु भयो तपाईँ? हामी यहाँ 11:30 मा आइपुगेको थियौँ। अनि 11:30 मा आइपुग्दाखेरि किन ढिलो गर्नुभयो त अनि? पानी पर्यो, त्यही भयो। विशेष त पानी पर्यो अनि त्यही मौसमको कारणले गर्दाखेरि उहाँहरू निस्किसक्नु भएछ। अनि उहाँहरूले भन्नुभएको छ भोलि आउनु भन्नुभएको छ। अनि उहाँहरूले भन्नुभयो सचिव ज्यू हुनुहुन्छ, सचिवलाई बुझाएर जानु सक्नुहुन्छ भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। हजुर। अनि हाम्रो चाहिँ के हो भन्दाखेरि सचिवलाई होइन, हामी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ मन्त्रीलाई नै भेटेर चाहिँ बुझाउनुपर्छ र आफ्नो समस्याहरू र हजारौँ अब यो पीडित श्रम गर्ने शोषणमा परेका श्रमजीवीहरूका चाहिँ आवाजलाई चाहिँ मन्त्री समक्ष चाहिँ राख्नुपर्छ भन्ने योजनाले चाहिँ हामी मन्त्रीले नै भेट्नु खोजेको। त्यस कारणले गर्दाखेरि अब सचिवलाई नबुझाउने, फेरि भोलि आउने। भोलि कति बजेको समय दिनुभएको छ? भोलि पनि 10 बजी दिनुभएको छ। आज हामीलाई 10 बजी दिनुभएको थियो। आज चाहिँ पानी परेको कारणले गर्दाखेरि हामी ढिला भयौँ र अब हाम्रो हरेक कागजपत्रहरू मिलाउने क्रममा अलिकति ढिला भयो। हामी 11:30 मात्र आइपुग्यौँ। खासमा तपाईँहरूले यो ज्ञापन पत्रै बुझाउनु पर्ने त्यस्तो के समस्या पर्यो तपाईँहरू मजदुरहरूलाई? होइन, धेरै समस्या छ। अब मजदुरहरू भनेको छ तपाईँको चाहिँ एकदम श्रमको चाहिँ शोषण भइरहेको छ यहाँनिर चाहिँ। तपाईँको कुन हिसाबले भन्नुहुन्छ भने अब हामी अहिले चाहिँ अब 20-30-35 वर्षको यङ जेनेरेसनका हामी अब श्रमजीवीहरू त शोषणमा छौँ। हामी कहिले काम गर्दाखेरि ठगिन्छौँ भने अब कतिपय चाहिँ सानसाना बालबच्चा लिएर बस्ने चाहिँ अब आमाहरू जो चाहिँ एकल महिलाहरू हुनुहुन्छ, अब उहाँहरू त झन् अब उहाँहरूले चाहिँ कसरी चाहिँ अब उहाँहरूले चाहिँ अब यो श्रम चाहिँ पाउने त उनीहरूले चाहिँ श्रम त उहाँहरूले गर्नुहुन्छ, तर त्यसको चाहिँ तलब चाहिँ कसरी लिने त त्यो समस्या छ के। त्यस कारणले गर्दाखेरि यो बिचमा पनि हामीले चाहिँ मन्त्रीलाई भेटेर चाहिँ मन्त्रालयमा गएर मन्त्रीलाई भेटेर चाहिँ यो बिचमा पनि यो समस्या चाहिँ राख्नुपर्छ र यसको कार्यान्वयन हुनुपर्छ भन्ने मागहरू हाम्रो चाहिँ विभिन्न। आज त मजदुर दिवस हो नि, तपाईँहरू धमाधम मजदुर दिवस मनाउँदैछ। परतिर हेर्नुहोस्, टुडी खेलतिर मजाले मजदुर दिवस मनाएर बस्नु छोडेर तपाईँहरू किन मन्त्रालय धाउनुहुन्छ? मजदुर दिवस भएको कारणले गर्दाखेरि हाम्रो पनि यो दौडधुप हो। आज मजदुर दिवस हो, त्यही भएर हामी हिँडिरहेको छौँ। त्यही भएर चाहिँ हामी श्रम मन्त्रालयमा सडकभरि झन्डा बोकेर, एमालेको झन्डा बोकेर, काङ्ग्रेसको झन्डा बोकेर मजदुर दिवस मनाइराखेको छ। तपाईँ पनि त्यही जानुहोस् न। त्यो उहाँहरू चाहिँ रमाइलोको लागि हो। उहाँहरूलाई पीडा पनि थाहा छैन, असली पीडा पनि थाहा छैन, मजदुरको पीडा पनि थाहा छैन र उहाँले भोग्नु पनि भएको छैन। हामी चाहिँ अब हामी आफै नै अब एउटा चाहिँ श्रमदाता भएको कारणले गर्दाखेरि, मजदुर भएको कारणले गर्दाखेरि हामीले चाहिँ हरेक कुराहरू बुझेको छौँ नि त। त्यो भित्रको समस्या यस्तो हुन्छ, यो समस्यालाई समाधान गर्ने चाहिँ तरिका यो मजदुरहरूको समस्या समाधान गर्नुको लागि त विभिन्न किसिमको ट्रेड युनियनहरू छ, मजदुर सङ्घहरू छ। उहाँहरूलाई गएर तपाईँहरूले कुरा राख्न सक्नुहुन्थ्यो नि, किन जानु भएन? सिधै तपाईँहरू त्यो किन चाहिँ मन्त्रालयमा जानुपर्ने? होइन, उहाँहरूले असली माग राख्न सक्नुहुन्न कि। उहाँहरू भनेको चाहिँ यस्तो देखावटी मात्र हो। एउटा चाहिँ अब पार्टीको निमित्त, कुनै चाहिँ एउटा सङ्गठनका निमित्त उहाँहरूले चाहिँ गर्नुहुन्छ, आफ्नो स्वार्थपूर्तिका निमित्त गर्नुहुन्छ। उहाँहरू चाहिँ कस्तो जस्तो हुन त नेपाल मजदुर सङ्घ पनि छ नि, तर उहाँहरूले के गर्नुहुन्छ भन्दाखेरि चाहिँ एकजना व्यक्ति फसेको बाइचान्स कति बेला त अफिसलाई थाहा छैन, त्यो विषयमा थाहै हुँदैन। यदि थाहा हुने मान्छे हामी पनि गयौँ भने चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो जस्तो 50,000 को लगानी फसेको छ भने उहाँले 25,000 लिने र 25,000 चाहिँ आधी पैसा दिने लिने र आधी पैसा दिने गर्छ। त्यसमा अनि कार्ड बनाउँछ। पहिला कार्ड बनाउन तपाईँको चाहिँ 5-7 चाहिँ खाइदिने यस्तो प्रकार। त्यो त अब त्यत्तिकै पनि अब श्रम चाहिँ उत्पीडन वर्गमा छ भनिसके पछाडि उनीहरूले उल्टो सहायता गर्नको सट्टा चाहिँ पहिला चाहिँ कार्ड बना भन्छ। कार्ड बना भनिसकेपछि उसले 5-7 सय त्यहाँबाट लियो। 5-7 सय लिइसकेपछि उनीहरूले चाहिँ अब त्योबाट हाम्रो जति बजेट छ त्यसको चाहिँ आधी लियो भनेपछि तपाईँहरूले। हजुर, त्यो चाहिँ के हो भन्दाखेरि झन् हामी चाहिँ अब एउटा त्यत्तिकै पनि अब हामीमा अब पीडा हुन्छ, त्यो माथि झन् चाहिँ पीडा थपिन्छ कि। त्यस कारणले गर्दाखेरि त्यहाँबाट सम्भवै छैन कि, हाम्रो मुक्तिको सम्भव छैन। हजुर, तपाईँहरूले भन्न खोज्नु भएको त्यो अहिले जति पनि छ नेपालमा मजदुर सङ्घहरू, विभिन्न किसिमका युनियनहरू, जी फन्डहरू जस्ता चाहिँ मजदुरहरूको नाममा चाहिँ धेरै पनि सङ्घ संस्थाहरू छन्। तिनीहरूले चाहिँ मजदुरहरूलाई सहयोग गर्नुको साटो उल्टो मजदुरहरूको नाममा चाहिँ लुटी खाने एउटा चाहिँ कार्य गरिराख्नु भएको छ उहाँहरूले भन्न खोज्नु भएको। त्यो वास्तवमा त्यही हो। मैले भनिसकेँ नि, अब मेरो 50,000 को लगानी फस्छ, उनीहरूले त्यो बाइचान्स गर्नको लागि चाहिँ अब मैले चाहिँ
25,000 35,000सम्म चाहिँ खर्च गर्नुपर्छ कि। अब के तपाईँहरूको माग पुरा गर्ला त नेपाल सरकारले? यो माग गर्नुपर्छ, किन नगर्ने? यो लाखौँ लाख चाहिँ अब मजदुरहरू भएको ठाउँमा, सहरमा, यो गल्लीहरूमा गर्नुपर्छ, गर्नु आवश्यक छ र गर्नुपर्छ। तपाईँहरूले सिंहदरबारमा गएर श्रम मन्त्रीलाई कति बुधे भन्नुभयो त्यो माग? 14 तपाईँहरूले 14 बुधे माग, हजुर, तत्काललाई हामीले 14 बुधे 14 बुधे माग पुरा भएन भने, उहाँहरूले पुरा गर्नु भएन भने तपाईँहरू के गर्नुहुन्छ? हामीले 1 महिना हाम्रो यो मागहरूमा, हाम्रो बुदामा 14 बुदामा हामीले चाहिँ यो मागहरू चाहिँ 1 महिनाभित्रमा यदि मन्त्रालयबाट सुनाइ भएन, मन्त्रीज्यूबाट सुनाइ भएन भने चाहिँ हामी चाहिँ एउटा मजदुरहरूको चाहिँ बृहत आन्दोलन चाहिँ गर्छौँ। तपाईँहरूलाई अनि एउटा मजदुर, साधारण मजदुरले श्रम मन्त्री भेट्छु र एउटा ज्ञापन पत्र बुझाउँछु भन्दाखेरि तपाईँहरूलाई श्रम मन्त्रीको सचिवालयबाट कस्तो चाहिँ उहाँहरूबाट चाहिँ प्रतिक्रिया? अनि उहाँहरूले ठिक छ भनिराख्नु भएको छ। अब यो लोकतन्त्र हो, लोकतन्त्रमा पाउनु पनि पर्दछ। मजदुरले नै अब मन्त्री बनाउने होइन, हामी मजदुरले मन्त्री बनाउने। अब मन्त्री हामीले बनाएको मन्त्रीले हामी मजदुरको समस्या बुझ्नुपर्छ। एउटा लेबरले चाहिँ श्रम मन्त्री भेट्ने त्यो पाइँदैन भाइ भनेन? त्यस्तो केही छैन, एकदम मजाले। हस् ल, धन्यवाद तपाईँलाई एकदम समय दिनुभएकोमा। ल, तपाईँलाई विशेष गरेर धन्यवाद।